समसामयिक विषयवस्तुको चर्चा परिचर्चा गर्दैछौँ। साथीभाइहरूले कमेन्ट पनि गर्दै गर्नुहोस्। तपाईँहरूको कमेन्ट पनि म हेर्दै जान्छु। गोर्खापत्रको 45औं भाषा बम्बुले राई कहिलेदेखि कायम भएको, अर्थात् गोर्खापत्र ले चाहिँ अहिले 45औं भाषा 45 गोर्खापत्रको 45 भाषा कायम छ है। 45 भाषा रहेको छ। 45 भाषामा पहिला हजुरहरूले कमेन्ट गर्नुहोस्, त्यस पछाडि यसका पछिल्ला भाषाहरू हामी चर्चा गर्छौँ, किनभने एक्जाममा यो पछिल्लो भाषाहरू एकदमै धेरै सोध्ने गर्दछ। ओके, एदेखि डीसम्म हरेक आन्सर आएको छ। एदेखि डीसम्म हरेक आन्सर आएको छ। कोही सी, कोही डी, कोही ए भन्दै हुनुहुन्छ। ओके, हरेकले फरक फरक आन्सर दिँदै हुनुहुन्छ। हरेकले फरक फरक आन्सर दिँदै हुनुहुन्छ। बी हो भन्दै हुनुहुन्छ, सियोर भन्दै हुनुहुन्छ, बी भन्दै हुनुहुन्छ, ए भन्दै हुनुहुन्छ। लालबहादुर, ज्ञानबहादुर, साजन, गणेश थापा, लक्ष्मी। ओके ल, ओके, यसको राइट आन्सर हो ओके, यसको राइट आन्सर अप्सन चोइस ए। 81 साल पुष महिनाको 11 गते 81 साल पुष महिनाको 11 गते गोर्खापत्रको 45औं भाषा बाम्बुले राई कायम भएको है। र हामीले बुझ्नै पर्ने कुरा यहाँ के छ भने, हामीले बुझ्नै पर्ने कुरा के छ भने साथीहरू, बायाँपट्टि बसेको साथी, तपाईँको बायाँपट्टि बसेको साथीसँग डरा, बायाँपट्टि बसेको साथीसँग डरा है, राई भनेर सिकाएको छ। एउटा राईलाई, एकजना राईलाई बायाँपट्टि बसेको साथीसँग डराउनु है, त्यसले नाम निकाल्न सक्छ। त्योसँग डराउँदै पढ्दै गर भनेर सिकाइयो। बायाँ डरा राई। बायाँपट्टि बसेको साथीसँग, दायाँपट्टि बसेको साथीसँग समस्या छैन। समस्या कहाँ छ? बायाँपट्टि बसेको साथीसँग छ। बायाँपट्टि बसेको साथीसँग डरा है राई, बायाँपट्टि बसेको साथीसँग डरा है राई भनेर इन्स्ट्रक्सन दिएको थियो। अब यो किन हामी यो गरिरहेको छौँ भन्दा, यो बाबाट, यो बा जुन छ, यो बाबाट बाहिन है, बाबाट बाहिन है। यो याबाट याक्खा बाहिन, याबाट याक्खा, डबाट डडेल धुरेली, डडेल धुरेली। अर्को राबाट राणा थारू, र अर्को राईबाट बाम्बुले राई। यसरी 5वटा भाषा, यो 5वटा भाषा चाहिँ गोर्खापत्रको पछिल्लो 5वटा भाषाहरू हुन्। बाहिन 41औं भाषा हो। र क्रमैसँग यही प्याटर्नमा हजुरहरूलाई एक्जाममा कहिलेकाहीँ देखाएको मध्ये गोर्खापत्रको पछिल्लो भाषाको क्रम कुन सही छ भनेर सोध्न सक्छ। बायाँ डरा राई, तपाईँको बायाँपट्टि बसेको साथीसँग डरा है राई भनेर भन्यो भने बाबाट बाहिन, याबाट याक्खा, डबाट डडेलधुरेली, राबाट राणा थारू, लास्टको राबाट राई। यति कुरालाई फोकस गर्ने, यति कुरा हेर्ने है त, यति कुरा हेर्ने। अब म यसको मिति पनि सर लेखाइदिन्छु हजुरहरूलाई। यो मिति पनि एकदमै धेरै इम्पोर्टेन्ट छ। कुनै एउटाको मिति पनि एक्जाममा सोधिन सक्छ। त्यस कारणले म मिति पनि हजुरलाई लेखाइदिन्छु है त, मिति पनि लेखाइदिन्छु। यो टिएससी, पिएससी सबैको लागि हो। शिक्षक सेवा, प्रहरी सेवा, आर्मी सेवा सबैको लागि है, सबैको लागि हो यो। ओके, अब यहाँनिर हेर्नुहोस् है, यहाँनिर हेर्नुहोस्। म अलिकति स्पेस लिन्छु, यसको अलिकति स्पेस लिन्छु। यो स्पेस लिएर हजुरलाई जानकारी गराउँछु। फेरि अघिकै कुराहरू जानकारी गराउँछु एकपटक। 41औं भाषा हामीले के भन्यौँ भन्दा बाहिन भन्यौँ है, बाहिन भन्यौँ। यो चाहिँ 2080 साल मङ्सिर 16 गते है, 80 साल मङ्सिर 16 गते कायम भएको गोर्खापत्रको है, कायम भएको 80 साल मङ्सिर 16 है। 42औं भाषा र 43औं भाषा एउटै मितिमा भए पनि 42औं भाषा याक्खा र 43औं भाषा डडेल धुरेली। यो दुईटा एउटै मितिमा कायम भयो 2080 साल चैत्र 30 गते, 2080 साल चैत्र 30 गते 42औं र 43औं भाषा है। 42औं र 43औं भाषा चैत्र 30 गते कायम भयो, याक्खा र डडेलधुरेली। र चैत्र 30 गते नै अर्को एउटा महत्त्वपूर्ण निर्णय भएको छ।
के होला कमेन्ट गर्नुहोस् त। 80 साल चैत्र 3 गते अर्को एउटा महत्त्वपूर्ण निर्णय भएको छ, के होला कमेन्ट गर्नुहोस् त साथीहरू। 80 साल चैत्र 30 गते अर्को महत्त्वपूर्ण कुरा भएको छ। अर्को महत्त्वपूर्ण कुरा, सुन्तोला 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 है, सुन्तोलालाई नेपालको राष्ट्रिय फल यही मितिमा 80 साल चैत्र 30 गते यही मितिमा राष्ट्रिय फल भनियो। र यही कुरा चाहिँ अब सुन्तोला राष्ट्रिय फल भनेपछि सुन्तोला खाँदै मक्ख परे मान्छेहरू है, सुन्तोला खाएर मक्ख परे र सुन्तोलालाई चाहिँ सुन्तोलाको बोक्राहरूलाई डडेलो लाउनु हुँदैन। सुन्तोलाको बोक्रा चाहिँ महत्त्वपूर्ण छ भनेर सुन्तोलाको बोक्रालाई सुकाएर राखे, डडेलो लाएन। याक्खा मक्ख सुन्तोला राष्ट्रिय फल भएपछि धेरै मक्ख परे नेपालीहरू, धेरै मक्ख परे राष्ट्रिय फल सुन्तोला। याक्खाबाट मक्ख, मक्ख र याक्खा सम्झिने, मक्ख याक्खा है। पहिला पनि मैले यसलाई चाहिँ विभिन्न आदिवासी जनजातिको सूचीकृतमा भनेको थिएँ। डडेल धुरेली, डडेल धुरेली भने चाहिँ डडेल धुरेली। अब डडेल धुरेली र याक्खा दुईटा 42औं र 43औं एउटै मितिमा कायम भए पनि है। र 44औं भाषा, 44औं भाषा चाहिँ राणा थारू हो। 44औं भाषा राणा थारू हो। राणा थारू 60औं आदिवासी जनजाति पनि हो, 60औं आदिवासी जनजाति पनि हो राणा थारू। र राणा थारू चाहिँ 81 साल असोज 1 गते घोषणा भयो। असोज 22 गते यसको थोरै पृष्ठ अङ्क आयो र कार्तिकदेखि चाहिँ फेरि यो फुल फेजमा आएको छ है। यसको हामीलाई कायम भएको चाहिँ 64 साल असोज 1 गते बहुभाषामा प्रकाशन सुरुवात भएको थियो। त्यसैको फलस्वरूप असोज 1 गते घोषणा गरियो है। असोज 1 गते घोषणा गरियो र गोर्खापत्र भन्ने बित्तिकै 1958 वैशाख 24 त हामीलाई याद छँदैछ गोर्खापत्रको प्रकाशनको शुभारम्भ भएको। र पछिल्लो भाषा बायाँ डरा राई, एक्जाममा बायाँ साइडमा बसेको साथीसँग डरा है राई, यसरी हामीले सम्झ्यौँ, यति सम्झ्यौँ है। त्यसै गरी नेक्स्ट क्वेसन यस प्रकार रहेको छ, बालगायक सचिन परियारको निधन कहिले भयो? बालगायक सचिन परियारको निधन कहिले भयो? बालगायक सचिन परियारको निधन कहिले भयो? चर्चित बालगायक थिए सचिन परियार। डीबीसीडी धेरै कुरा आएको छ, धेरै कुरा आएको छ। डीबीसीडी भन्दै हुनुहुन्छ, डीबीसीडी धेरै कुरा आयो त्यहाँ। डी भन्दै हुनुहुन्छ, ओके ओके। अब 9 महिना 17 पनि भन्दै हुनुहुन्छ। ल अब यो क्वेसनको राइट आन्सर हो पुष महिनाको 18 गते है। अप्सन चोइस डी, पुष महिनाको 18 गते। अप्सन चोइस डी, अप्सन चोइस डी, पुष महिनाको 18 गते है। पुष महिनाको 18 गते भनेपछि हामीले के सम्झिनु पर्यो भन्दा हामीले यहाँ सम्झिनु पर्यो 9 वर्षदेखि गाउन थालेका बाल 18 वर्षसम्म गाए र बिचरा बालबालिका हुँदाहुँदै निधन भयो, बालबालिका हुँदाहुँदै मरे भनेर सम्झिनु पर्यो। 9 दुना 18, पुष भनेको 9 महिना भयो, 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 9 महिना 9 दुना 18, पुष भनेको 9 महिना भयो, 9 दुना 18 गते बालबालिका हुने ती 20 वर्षभन्दा तल अझ 18 वर्षमै सार्नुपर्छ अहिले विवाह गर्ने उमेर भन्ने प्रसङ्ग चलिरहेको छ। 9 दुना 18 बालगायक सचिन परियारको निधन भयो र यही दिन एकजना अरू निधन भएको छ। उहाँको के हो भन्नुहोस् त? कार्तिक 4 गते पनि पब्लिकेसन भएको हो, धेरै ठाउँ कार्तिक 4 गते भनेर आयो, तर गोर्खापत्रले नै असोज 1 गते चाहिँ के भनेको थियो भन्दा असोज 1 गते नै, असोज 1 गते चाहिँ 22 गतेबाट प्रकाशन पनि भएको छ र परिष्टाङ्क विशेष अङ्क भनेर चाहिँ विशेष परिष्टाङ्क भनेर चाहिँ त्यतिखेर सूचना तथा सञ्चार मन्त्रीले कार्तिक 4 गते के गर्नुभयो भन्दाखेरि कार्तिक 4 गते चाहिँ त्यसलाई प्रकाशन देखाउनु भएको थियो, एउटा प्रोग्राममा देखाउनु भएको थियो। त्यो भएर दुईटै मिति छ र तपाईँले खोज्दै जानुभयो भने असोज 22 मा पनि निस्किएको छ है। ओके, 9 महिना 18 गते सम्झिनुहोस्। र यही दिन अर्को एकजना कसको निधन भएको थियो लेख्नुहोस् त? यही दिन बिन्देश्वरी शाह है। बिन्देश्वरी शाह नेपालको पहिलो महिला राजदूत, नेपालको पहिलो महिला राजदूत, चर्चित ब्याङ्कर को चर्चित ब्याङ्कर भन्नुहोस् त? चर्चित ब्याङ्कर अनिल शाहको आमा है। 18 गते नै निधन भएको थियो। त्यो पनि यहाँ आइहाल्नुहोस् है, त्यो पनि यहाँ आइहाल्यो 18 गते। यहाँ 18 अप्सनमा रहेको छ है, मैले अप्सनलाई करेक्सन गरेँ है।
मैले अप्सनलाई करेक्सन गरेँ, यहाँनिर 18 करेक्सन गरेँ है, यहाँनिर करेक्सन गरेँ 18 भनेर है, पुस 18। ओके, ठिक छ, राइट आन्सर डी, पर्फेक्ट, गुड। ल 8औं भक्का दिवस कहिले मनाइयो? एकदम यो साइलेन्ट खालको क्वेसन छ, यसो हेर्दाखेरि तपाईँको त्यति वेटेज छैन कि जस्तो देखिन्छ, तर यस्तो क्वेसन पनि एक्जाममा टक्क सोध्न सक्छ। भक्का दिवस है, भक्का भन्ने बित्तिकै यो एउटा तराईतिर विशेष गरी यो राजवंशी कम्युनिटीको चाहिँ एउटा महत्त्वपूर्ण परिकार हो भक्का। र कहिलेकाहीँ हजुरलाई यो धर्म संस्कृतिबाट चाहिँ यस्ता परिकारको नाम पनि सोध्न सक्छ है, यो परिकारको नाम पनि सोध्न सक्छ। परिकारको नाम कसरी सोध्न सक्छ भने हजुरलाई पिठो हेर्नुहोस् है, पिठोबाट बनाइने परिकार हो यो। पिठोलाई चाहिँ तलपट्टि यस्तो भाँडोमा तलपट्टि पानी राखिन्छ र पानीको बाफले चाहिँ यो पिठो चामलको पिठोलाई पकाइन्छ, यसलाई भक्का भनिन्छ है। चामलको पिठोलाई पकाइन्छ, यसलाई भक्का भनिन्छ। विशेष गरी हामीले राजवंशी भन्ने बित्तिकै सीमान्तकृत आदिवासी जनजाति मा पर्छ राजवंशी कम्युनिटीले बनाउने एउटा अर्ग्यानिक एउटा चाहिँ आइटम हो भक्का। यो भक्का दिवस चाहिँ पुस 29 गते है, भक्का दिवस पुस 29 गते, भक्का दिवस पुस 29 गते है। भक्का दिवस भन्ने बित्तिकै पुस 29 गते, भक्का दिवस पुस 29 गते है, पुस 29 गते राजवंशी कम्युनिटीले भक्का दिवस मनाउँछ। कम्युनिटी पनि एकपटक याद गरिदिउँ, राजवंशी समुदाय है, राजवंशी समुदायको विशेष प्रकारको कुरा हो यो। राजवंशी भन्ने बित्तिकै झापा मोरङ सुनसरीमा बढी बसोबास गर्छ यो जाति, यो जातिमा डङ्गुवा प्रथा कायम थियो, है, यो जातिमा डङ्गुवा प्रथा कायम थियो। जन्तीहरूलाई स्वागत गर्दा कालो मोसो दल्ने, जन्तीहरूलाई स्वागत गर्दा कालो मोसो दलेर स्वागत गर्ने भनेर पनि चर्चित रहेको पाइन्छ है। भक्का दिवस भन्ने बित्तिकै 81 पुस 29 गते 8औं भक्का दिवस मनाइयो, 81 पुस 29 गते। त्यस्तै गरी पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन कहिले भयो? पूर्व सभामुख, दुईटा पूर्व सभामुख डीमा के हो सर भन्नुभएको छ, अप्सन चोइस डी है। यहाँ अलिकति कुरा गडबड भएको रहेछ है। यहाँ एक्कासी पुस 29 गते है, 81 पुस 29 है, 2020 भएछ, 81 पुस 29 गते। अरू ठिक छ है, 8औं भक्का दिवस मनाइयो, 8औं भक्का दिवस है, अप्सन चोइस डी, 81 पुस 29 गते 8औं भक्का दिवस मनाइयो। नेपालमा पछिल्लो समयमा दुईटा पूर्व सभामुखको निधन भएको छ। अहिले दमननाथ ढुङ्गानाको बारेमा चर्चा गरौँ। पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन कहिले भयो? 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 अप्सन सीमा जाँदै हुनुहुन्छ, कोही डीमा जाँदै हुनुहुन्छ, कोही डीमा, कोही सीमा, कोही बीमा, एमा पनि जाँदै हुनुहुन्छ। नरेश सरले ए भन्दै हुनुहुन्छ, कमल सर ए भन्दै, रविना बी भन्दै हुनुहुन्छ, लोकेन्द्र, निता, तस्बिर, प्रतीक्षा सी। ओके, धेरै खालको एन्सरहरू आयो। अब उहाँको निधन मङ्सिर 2 गते भएको है। दमननाथ ढुङ्गानाको निधन मङ्सिर 2 गते। पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन मङ्सिर 2 गते भएको, मङ्सिर 2 81 साल मङ्सिर 2 गते, 81 साल मङ्सिर 2 गते। योभन्दा अगाडि
योभन्दा अगाडि 2080 साल, योभन्दा अगाडि 2080 साल, योभन्दा अगाडि 2080 साल, योभन्दा अगाडि 2080 साल, 80 साल भाद्र 26 गते, भाद्र 26 गते अर्का पूर्व सभामुख संविधान सभाको अध्यक्ष सुभाष चन्द्र नेङमाङको निधन भएको थियो। सुभाष चन्द्र नेङमाङको निधन भएको थियो। 80 सालसम्म बाँच्नुपर्ने भद्र छवि भएका सुभाष जस्ता बाँच्न आउने सुभाष चन्द्र नेङमाङको निधन भएको, यसरी सम्झिने है। 80 सालसम्म बाँच्नुपर्ने भद्र छवि भएका सुभाष जस्ता बाँच्न आउने 80 सालसम्म बाँच्नुपर्ने भद्र छवि भएका सुभाष जस्ता बाँच्न आउने सुभाष चन्द्र नेङमाङको निधन भएको थियो भनेर सम्झिने। पहिलो सभामुख, पहिलो पूर्व सभामुख, दोस्रो पूर्व सभामुख 2 गते, दोस्रो पूर्व सभामुखको शिरले पनि बिदा लियो। शिरबाट मङ्सिर है। पहिलो पूर्व सभामुख सुभाष जस्ता बाँच्न आउने भद्र छवि भएको 80 वर्षसम्म बाँच्नुपर्ने भद्र छवि भएका सुभाष चन्द्र नेङमाङको निधन भयो। कहिले भन्दा 80 साल भाद्र 26 गते। दोस्रो पूर्व सभामुखको 2 गते, उहाँको शिरले पनि साथ छोडो। मङ्सिर 2 गते है, मङ्सिर 2 गते। नेपालको पहिलो सभामुखको नाम भन्नुहोस् त। नेपालको पहिलो सभामुखको नाम के हो? एकदमै फास्ट कमेन्ट गर्नुहोस्। नेपालको पहिलो सभामुखको नाम के हो? नेपालको पहिलो सभामुख एकदमै फास्ट कमेन्ट गर्नुहोस्। नेपालको पहिलो सभामुखको नाम के हो? नेपालको पहिलो सभामुखको नाम फास्ट। सुभाष होइन, सुभाष चन्द्र होइन, पहिलो सभामुख होइन। अन्सारी घटी होइन, अलिक फास्ट कमेन्ट गर्नुहोस्। फास्ट। पहिलो भगवानको रिलिजियस नामहरू होला, कोही भगवान रामको होला, कृष्णको होला, कुनै राम भगवानहरूको नामहरू भन्दै जानु। भगवानहरूको नाम भन्दै जाँदाखेरि मिल्छ। कहाँ कंस भनेको? कंस भगवानको नाम हो? होइन नि। सुभाष चन्द्र नेङमाङ होइन, कृष्ण है, कृष्ण प्रसाद भट्टराई, रामचन्द्र होइन। त्यस्तै गरी अहिलेको सभामुख, हालको सभामुखको नाम कमेन्ट गर्नुहोस् त। हालको सभामुखको नाम देवराज घिमिरे। भेरी गुड, पर्फेक्ट। नेक्स्ट क्वेसन। हालको राष्ट्रसभाको अध्यक्ष को भन्नुहोस् त? हालको राष्ट्रसभाको अध्यक्ष ओके। 2081 साल मङ्सिर 2 गते नेपाल टेलिकमको सेवाको प्रभावकारिता बढाउनको निमित्त सुरु गरेको रोबोटको नाम के थियो? मिति हेर्नुहोस् है, मिति 2 गते नै छ, मङ्सिर 2 गते नै छ। जुन दिन दमननाथ ढुङ्गानाको निधन भएको थियो, पूर्व सभामुखको निधन भएको थियो, त्यही दिन नेपाल टेलिकमले आफ्नो सेवाको प्रभावकारिता बढाउनको निमित्त मान्छेलाई सोध्यो भने कति हैरानी सरकारी कर्मचारीहरू कति दिक्क लाउँछन् भन्नु न। दोस्रो पटक कुनै पनि कुराको आन्सर दिनु पर्यो भने दिक्क मान्ने, झर्को मान्ने, झिङ फिल गर्ने गर्छ नि त। त्यसकारणले रोबोटै राखिदिएको छ है, रोबोट राखिदिएको थियो। त्यो रोबोटको नाम के थियो भनेको छ? अप्सन ए सोफिया, अप्सन बी मैना, अप्सन सी सलिना, अप्सन डी टेली सोनिया है। के हो राइट आन्सर? यसको राइट आन्सर के हो? सोफिया, मैना, सलिना र टेली सोनिया। राइट आन्सर के हो यसको? राइट आन्सर ओके। यति मध्ये हामीले सुनेको, थाहा पाएको बोल्ने जनावरको नाम के हो? बोल्ने मैना भन्छ नि त, मैना है, मैना हो, मैना राइट आन्सर हो। मैनालाई चाहिँ हेर्नुहोस् है, फेरि कति साथीहरूले मिलाउनु भएको छ, कति साथीहरू अझै कन्फ्युजनमा हुनुहुन्छ। केही साथीहरूले कन्फ्युजनमा हुनुहुन्छ। साथीहरूलाई म के भन्न चाहन्छु भने, साथीहरू 2081 साल मङ्सिर 2 गते नेपाल टेलिकमले सेवाको प्रभावकारिता बढाउनको लागि सुरु गरेको रोबोटको नाम मैना हो। एक्जाममा हजुरलाई यो महिना नसोधेर मिति सोधिदिन सक्छ। जुन दिन दमननाथ ढुङ्गानाको निधन भयो त्यही दिन चाहिँ नेपाल टेलिकमले सुरुवात गरेको थियो मैना है। मैना सम्झिने है, मैना सम्झिने। मङ्सिर महिना सम्झिने। मङ्सिर 2 गते 2 अक्षरको है, 2 अक्षरको मैना मङ्सिर 2 गते मबाटै छ। मङ्सिर, वैशाख, जेठ, असार, साउन, भदौ, असोज, कार्तिक, मङ्सिर होइन, पुष, माघ, फागुन, मङ्सिर महिनामा मैना, मङ्सिर महिनाको 2 अक्षरबाट भनेको 2 महिना है। पूर्व सभामुख कृष्ण प्रसाद भट्टराई। अहिलेको देवराज घिमिरे त्यहाँ सोध्दै हुनुहुन्छ। ल, नेपालको 66औं साक्षर जिल्ला
जुम्ला कहिले 66औं साक्षर भयो? जुम्ला नेपालको 66औं साक्षर जिल्ला जुम्ला कहिले कायम भयो? 66औं साक्षर जिल्ला जुम्ला। जो साथीहरूले अप्सन लेख्दै हुनुहुन्छ फुल मिति पनि लेख्नुहोस् है, किनभने त्यसले तपाईँको दिमागको मेमोरीलाई अझै स्ट्रङ बनाउँछ। फुल मिति हालिदिनुहोस्, फुल मिति। कसले सी भन्दै हुनुहुन्छ सीको पुरै मिति हालिदिनुहोस्। रङ भयो भने पनि मैले भनेको रङ भएछ भन्ने हुन्छ, राइट भयो भने पनि राइट भयो भन्ने हुन्छ। यहाँनिर मैले अलिकति करेक्सन गर्छु है, यहाँनिर अलिकति करेक्सन गर्छु है, यो 20 दोहोरिएछ। ल ल एकदम फास्ट 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 फास्ट। गुड, मेक योर एनर्जी एकदम एकदम ठुलो ठुलो लाउड क्लियरली भन्नुहोस्, एनर्जी देखाउनुहोस्, कमेन्ट गर्नु साथीहरूले। ओके गो अन प्लिज प्लिज प्लिज। कति हो? डी भन्दै हुनुहुन्छ, डी। बी पनि भन्दै हुनुहुन्छ, डी भन्दै हुनुहुन्छ। 81 साल मङ्सिर 12 7 12 भन्दै हुनुहुन्छ। भेरी गुड, मङ्सिर 12। ओके भेरी गुड, यस कम अन सो योर एनर्जी प्लिज। मङ्सिर डी, डी 81 बी। ओके अनिता सी, निकिता मङ्सिर 12 100% भन्ने टोली आएन त यहाँ त। कहिले काहीँ 100%, हिजो अस्ति त कहिले 2000% भन्ने पनि आएको थियो यहाँ टोली। त्यो विश्वस्तता अलि बढी भएर है। डी ओके भेरी गुड। ल धेरैको फ्लो डीतिर 100% आयो, बल्ल आउनु थाल्यो 100%, 100 आयो बल्ल। भेरी गुड, ल भेरी गुड। अब यहाँ हेर्नुहोस् है, पहिला चाहिँ 12वटा बाँकी थिए। के हुनलाई भन्दा यो हेर्नुहोस् है, यहाँनिर अलिकति थोरै अब धैर्यता गर्नुहोस्। अब मैले भनेको कुरालाई ध्यान दिएर हेर्नुहोस् है, मैले भनेको कुरालाई ध्यान दिएर हेर्नुहोस्। 6 महिना 7 गते, 6 महिना 7 गते, 6 महिना 7 गते 65औं साक्षर जिल्ला। 65 हेर्नुहोस् है, 6 महिना 7 गते 65औं साक्षर जिल्ला। एकछिन ध्यान दिएर यसको कन्सिक्वेन्स बुझ्नुहोस् है। 6 महिना 7 गते 65औं साक्षर जिल्ला मुगु। 65औं साक्षर जिल्ला मुगु। कहिले? 6 महिना 7 गते, 6 महिना 7 गते 65औं साक्षर जिल्ला मुगु। मुगु यतिखेर 65वटा साक्षर जिल्ला मुगु हो भने तपाईहरु एकछिन 6 महिना 7 गते अर्थात असोज 7 गतेमा जानुस्। असोज 7 गतेमा जानुस् र असोज 7 गतेमा जाँदा मुगु कति हो? 65 हो भने अब बाँकी कति छ? अब साक्षर जिल्ला बाँकी कति छ ल भन्नुस् त। अब साक्षर हुन कतिवटा जिल्ला बाँकी छ? 77 मा 65 घटाउनुस्। 77 मा 65 घटाउँदा यो मितिमा 12वटा बाँकी छ। यो मितिमा 12वटा बाँकी छ है। यो मितिमा 12वटा बाँकी छ। कुन कुन? मध्य प्रदेशको 8वटै जिल्ला, मध्य प्रदेशको 8वटै जिल्ला। त्यसपछि यहाँनिर आइहाल्यो जुम्ला बाँकी थियो, त्यतिखेरै जुम्ला बाँकी थियो, डोल्पा हुम्ला र कालीकोट है। यति चारवटा कर्णालीका र मधेसका 8वटा गरेर टोटलमा 12वटा जिल्ला बाँकी थियो यो मितिमा। अनि जुम्लाका साथीहरूलाई रिस उठ्यो 12वटा बाँकी छ भनेर असोज, यहाँनिर असोजको कुरा आयो। कार्तिकसम्म वर्कआउट गरेर मङ्सिरमा यो 12 को 12 जस्ताको त्यस्तै यहाँ 12वटा बाँकी थियो। त्यो 12 गते 12वटा बाँकी थियो, 12 गते नै 12वटा बाँकी थियो। 12 गते नै मङ्सिर 12 गते 66औं जिल्ला जुम्ला भयो। 66औं जिल्ला जुम्ला भयो। अब कतिवटा बाँकी छ? 11वटा बाँकी छ। कमेन्ट गर्नुहोस् त अब 11वटा कुन कुन बाँकी छ? कमेन्ट गर्नुहोस् त, फास्ट कमेन्ट गर्नुहोस्। अब 11वटा कुन कुन बाँकी छ? एकदमै छिटो। अब 11वटा कुन कुन बाँकी छ? मध्य प्रदेशको बाहेक अरू 8, मधेस बाहेक अरू 3वटा लेख्नुहोस्, भइहाल्यो। मधेसको 8 बाहेक। ल बस भयो। थ्याङ्क यू भेरी मच। भेरी गुड पर्फेक्ट। ल पर्फेक्ट। ल ठिक छ। अब अर्को हेर्नुहोस् है, साक्षर हुनको लागि 95% पपुलेसन साक्षर भए पुग्छ। पूर्ण साक्षर हुनको लागि 100% साक्षर हुनुपर्छ। नेपालको पूर्ण साक्षर जिल्ला, नेपालको पहिलो साक्षर जिल्ला कुन हो? नेपालको पहिलो साक्षर जिल्ला कुन हो? पहिलो साक्षर जिल्ला कुन हो? नेपालको पहिलो साक्षर जिल्ला कुन हो? सिल है, सिल। नेपालको पहिलो साक्षर जिल्ला सिन्धुपाल्चोक र पूर्ण साक्षर जिल्ला ललितपुर। पूर्ण साक्षर जिल्ला ललितपुर। सिन्धुपाल्चोक पहिलो साक्षर 95% साक्षर भएको सिन्धुपाल्चोक हो भने 100% साक्षर भएको ललितपुर। सिला कि जवानी होइन, सिल। सिन्धुपाल्चोक र ललितपुर साक्षर र पूर्ण साक्षर है। ओके अब नेक्स्ट गलत जोडा पत्ता लगाउनुहोस्। गलत जोडा पत्ता लगाउनुहोस्। गलत जोडा पत्ता लगाउनुहोस् है। गलत जोडा पत्ता लगाउनुहोस्। गलत जोडा पत्ता लगाउनुहोस्। ओके बीसी राजेश ए भन्दै हुनुहुन्छ। जीवन सी, जीवन मन्जु सी, सरिता
आरके जीवन सी हो 100% सी, बी हो 100%, बीमा पनि 100% आइसक्यो है, यहाँ बीमा पनि 100% आइसक्यो, 100% सी हो, ए हो, सी 100%, ओके भेरी गुड पर्फेक्ट। धेरै खालको कमेन्ट आइरहेको छ साथीहरूको। साथीहरूले यही इनर्जी कायम राख्नु पर्यो, यही इनर्जी चाहियो अब 2-3 दिन पछाडिको एक्जामको लागि। त्यस पछाडि पनि फेरि हामी डिस्कस गरि नै हाल्छौँ। भेरी गुड पर्फेक्ट, सी हो सी भन्दै हुन्छ। ओके, विज्ञान दिवस असोज 1, भेरी गुड, ठिक छ। विज्ञान दिवस असोज 1 गते, ठिक छ पर्फेक्ट। असोज 1 गते विज्ञान दिवस मनाइन्छ। 2070 सालदेखि मनाउन थालेको। यसपालि 12औं विज्ञान दिवस मनाइयो, यसपालि 12औं विज्ञान दिवस मनाइयो। सूचना दिवस भाद्र 3, ठिक छ भेरी गुड। सूचनामा पनि 3टा अक्षर छ, 3 गते भइहाल्यो। भाद्र 3 है, भाद्र 3 गते सूचना दिवस, भाद्र 3 गते सूचना दिवस। नेपालको संविधानमा सूचनाको हक कति धारामा राखिएको छ? फास्ट कमेन्ट गरोस् त। नेपालको संविधानमा सूचनाको हक भाग कति धारा कतिमा छ? भाग धारा सूचना सूचना सूचना, ठिक छ पर्फेक्ट। सूचना र सञ्चारमा झुकिनुभयो, सूचना र सञ्चारमा झुकिनुभयो साथीहरू, सूचना र सञ्चारमा झुकिनु हुँदैछ। कोही साथीहरूले सञ्चारलाई कमेन्ट गर्दै हुनुहुन्छ। 27 भेरी गुड। उद्योग दिवस मङ्सिर, उद्योग दिवस मङ्सिर 9, उद्योग दिवस मङ्सिर 9। बाल दिवस भाद्र 29, ठिक छ। बाल दिवस ठिक छ। त्यसो भए हाम्रो राइट आन्सर के भयो त भन्दा, हाम्रो राइट आन्सर के भयो भन्दा सी भयो। हाम्रो राइट आन्सर सी भयो, सी हाम्रो राइट आन्सर सी भयो, हाम्रो राइट आन्सर सी भयो। अब मलाई हेर्नुहोस्, जेठ 9 गते कुन दिवस पर्छ? जेठ 9 गते कुन दिवस पर्छ? जेठ 9 केसँग सम्बन्धित छ? जेठ 9 पनि इम्पोर्टेन्ट छ हाम्रो लागि। जेठ 9 ऊर्जा दिवस, जेठ 9 ऊर्जा दिवस, भेरी गुड। जेठ 9 ऊर्जा दिवस लेखिहाल्नुहोस्। 1968 मा चन्द्र शमशेरको पालामा 500 किलोवाट 0.5 मेगावाट भने पनि एउटै कुरा हो। 500 किलोवाट र 0.5 मेगावाट भन्नु पनि कुरा एउटै हो। यो चाहिँ एसियाको दोस्रो नेपालको पहिलो विद्युत उत्पादन भएको थियो। 68 साल जेठ 9 गते, 68 साल जेठ 9 गते। त्यही भएर हरेक साल जेठ 9 गते फर्पिङ जलविद्युत आयोजनाबाट बत्ती बालेको, देशले ऊर्जा पाएको, ऊर्जाको रूपमा बत्ती बालेको, त्यही बत्ती चाहिँ को सम्झनामा, त्यही ऊर्जाको सम्झनामा 1968 साल जेठ 9 गतेको सम्झनामा हरेक वर्ष ऊर्जा दिवस मनाउँछौँ है, ऊर्जा दिवस मनाउँछौँ। र जेठ 9 भन्ने बित्तिकै फेरि हजुरले सम्झिहाल्नु पर्यो, जेठ 9 भन्ने बित्तिकै यहाँ त एकदम नन स्टप ऱ्यापिड फायरमा गइहाल्नु पर्यो। जेठ 9 भन्ने बित्तिकै हामीले बिर्सनै नहुने कामिरिता शेर्पाले 80 साल पनि जेठ 9 र 81 पनि जेठ 9, यो छोडेनन्। यो दुवैलाई समाते, दुवैलाई क्यास गरे। 80 साल जेठ 9 र 81 जेठ 9, यो दुवैमा 80 साल जेठ 9 मा पनि सगरमाथाको टुप्पोमा थिए यी दादा, र 81 जेठ 9 मा पनि सगरमाथाकै टुप्पोमा थिए यी दादा। दाजु कहाँ जानु भएको? सगरमाथा। कहाँ गएर आउनु भएको? सगरमाथा। त्यस्तो खालको हुनुहुन्छ उहाँ। उहाँको नाम हो कामिरिता शेर्पा। कामिरिता शेर्पा। र यो मितिमा उहाँ कतिौं पटक चुचुरोमा हुनुहुन्थ्यो? यो मितिमा 30औं पटक उहाँ सगरमाथाको टुप्पोमा हुनुहुन्थ्यो भने यो मितिमा उहाँ 28औं पटक सगरमाथाको टुप्पोमा हुनुहुन्थ्यो, 28औं पटक। अनि ए दाजु, ए कामिरिता दादा, के हो तपाईँ सधैँ किन जेठ 9 गते नै चढ्नुहुन्छ चुचुरोमा भनेको? त्यो दिन मलाई ऊर्जा आउँछ, त्यो दिन मलाई इनर्जी आउँछ। जेठ 9 भन्ने बित्तिकै म ऊर्जावान हुन्छु, मेरो ऊर्जाले मलाई सगरमाथा चढ्नको लागि मद्दत गर्छ भन्नुहुन्थ्यो जहिले। भरि ऊर्जा दिवस रहेछ नि त, त्यही भएर मलाई ऊर्जा आउँछ भन्नुभएको रहेछ क्या। ऊर्जा दिवस भएर है। र 81 साल वैशाख 30 गते, 81 साल वैशाख 30 गते 29औं पटक सगरमाथा चढ्नुभयो। 29औं पटक वैशाख 30 गते है, वैशाख 30। 81 साल वैशाख 30 गते 29औं पटक सगरमाथा चढ्नुभयो। र अर्को एउटा मिति किन छुटाउने? एक हप्तामा
दुई पटक चढ्नु भएको थियो, एक हप्तामा दुई पटक। यो जेठ 3 गते चाहिँ 27औं पटक, जेठ 3 गते 27औं पटक। यति कुरा एउटा क्वेसन पढ्दा 5-6 वटा कुरा एकैचोटि सर 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 लिङ्क गर्दै जाने, लिङ्क गर्दै जाने। 80 साल जेठ 3 गते 27औं पटक, 80 साल जेठ 9 गते 28औं पटक, एक हप्तामा दुई पटक, 81 साल जेठ 9 गते 30औं पटक र 81 साल वैशाख 30 गते 29औं पटक। यो चारवटा मितिमा उहाँ चाहिँ 27, 28, 29, 30औं पटक चढ्नुभयो। जेठ 9 मा ऊर्जा आउँछ भनेर त्यो ऊर्जा, त्यो इनर्जीलाई देखाएर उहाँ चढ्नुभयो। ओके, अब अघि त्यहाँ सोध्दै हुनुहुन्थ्यो सर उद्योग दिवस किन रङ भयो भनेर। हामी सबैको लेभल एउटै छैन, हामी सबैको लेभल एउटै छैन। त्यस कारणले हामीलाई यसमा पनि हामीले टाइम दिनुपर्छ। उद्योग परिषदको स्थापना भएको सम्झनामा मङ्सिर 9 गते, मङ्सिर 9 गते उद्योग दिवस मनाइन्छ है, मङ्सिर 9 गते। नेक्स्ट क्वेसन हेर्नुहोस्, 78 सालको जनगणना अनुसार बहाई धर्म मान्ने मानिसहरूको संख्या कति छ? ल बर्बाद है, यहाँ बर्बाद है। यहाँ कसैले अप्सन सी, कसैले बी भन्दै हुनुहुन्छ। ध्यान दिनुहोस् है, एकदम ध्यान दिनुहोस्। एक्जाममा अप्सनले गाह्रो पार्ने हो। क्वेसन हेर्दा सजिलो जस्तो लाग्छ, जब अप्सनमा चारवटा चिजमा प्ले गर्न थाल्छौँ कन्फ्युजनको शिकार हुन्छौँ, कन्फ्युजनको शिकार हुन्छौँ। बहाई, बहाई भनेको नेपालको अन्तिम है, नेपालमा 10वटा धर्महरू रहेका छन्, नेपालमा 10वटा धर्महरू रहेका छन्, नेपालमा 10वटा धर्महरू रहेका छन्, नेपालमा 10वटा धर्म रहेका छन्। एकदम फास्ट हेर्नुहोस् है, फास्ट हेर्नुहोस् है, एकदमै फास्ट हेर्नुहोस्। हिन्दू र बौद्ध, हिन्दू र बौद्ध धर्म, हिन्दू र बौद्ध धर्मलाई, हिन्दू र बौद्ध धर्मलाई इस्ट भन्दै, हिन्दू र बौद्ध धर्मलाई इस्ट भन्दै, हिन्दू र बौद्ध धर्मलाई इस्ट भन्दै किरातीहरू क्रिस्चियन भए। किरातीहरू, किरातीहरू, किरातीहरू क्रिस्चियन, क्रिस्चियन भए। हाम्रो सूत्र मात्र हे, कसैलाई पनि यो व्यक्तिगत रूपमा कसैलाई पनि आक्षेप अथवा कुनै पनि प्रयोजनका लागि यो प्रयोग गरिएको छैन। हजुरले यति कुरा बुझ्नुहोस्, नेपालमा 10वटा धर्महरू रहेका छन् 78 सालको जनगणना अनुसार। त्यसलाई क्विक रिकल गर्न मैले टेक्निक सिकाउँदैछु। हिन्दू र बौद्ध धर्मलाई इस्ट भन्दै किरातीहरू क्रिस्चियन भए। हिन्दू र बौद्ध धर्मलाई, हिन्दू यहाँ छ, बौद्ध यहाँ छ, इस्लाम यहाँ छ, किराती यहाँ छ, क्रिस्चियन यहाँ छ। क्रिस्चियनलाई इसाई पनि भनिन्छ, इसाई पनि भनिन्छ। हिन्दू र बौद्ध धर्मलाई इस्ट भन्दै किरातीहरू क्रिस्चियन भए। हिन्दू भन्ने बित्तिकै 81 पोइन्ट कमेन्ट गर्नुहोस्, एकदम फास्ट। 81 पोइन्ट टेक्नो। बौद्ध भन्ने बित्तिकै कमेन्ट गर्नुहोस्, बौद्ध भन्ने बित्तिकै कसलाई कसलाई थाहा छ फास्ट कमेन्ट गर्नुहोस् त, क्विक रिकल गरिहालौँ, सबैतिर काम लाग्छ। बौद्ध भन्ने बित्तिकै 8.21, भेरी गुड। इस्ट भनेको छ, इस्ट, इस्टबाट इस्लाम, इस्लाम, इस्टबाट इस्लाम। हिन्दू र बौद्ध धर्मलाई इस्लाम भन्दै नेपालको पहिलो ठुलो धर्म, नेपालको दोस्रो ठुलो धर्म, नेपालको तेस्रो ठुलो धर्म 5.09। किरातीहरू क्रिस्चियन भए। किरातीहरू, किरात भन्ने बित्तिकै 3.17%। यसलाई 3.17 भन्नु हुँदैन है, 3.17। डेसिमल भन्दा पछाडिकोलाई सिंगल सिंगल प्रोनाउन्स गर्नुपर्छ। किरातीहरू क्रिस्चियन भए। क्रिस्चियन भन्ने बित्तिकै 1.76। नेपालको 5वटा ठुलो धर्म यही हो, नेपालको 5वटा ठुलो धर्म यही हो। 78 सालको जनगणना पनि करेन्ट एफेयर्स नै हो, समसामयिकमै आउन सक्छ। त्यस कारणले हिन्दू र बौद्धलाई इस्ट भन्दै किरातीहरू क्रिस्चियन भए। हिन्दू 81.19, बौद्ध धर्म 8.21, इस्ट इस्लाम धर्म 5.09, किराती 3.17, क्रिस्चियन अथवा इसाई 1.7 छ। कहिलेकाहीँ हजुरलाई पर्सेन्टेज नसोधिकन 78 सालको जनगणना अनुसार नेपालको 5वटा ठुलो धर्म कुन हो भन्नु भने यही हो सूत्र, यही हो टेक्निक। यतिले 5वटा सुरुको याद भयो। अब अन्तिमको 5वटा अथवा यस पछाडिको 5वटा कसरी याद गर्ने भन्दा, कसरी याद गर्ने भन्दा हिन्दू र बौद्ध धर्मलाई इस्ट भन्दै किरातीहरू क्रिस्चियन भए। त्यसो भए कसलाई रिस उठ्यो? शिवलाई रिस उठ्यो। शिव भनेको के गर्दै थियो भन्दा प्राकृत वनमा, प्राकृत वनमा जनै लगाइरहेका शिव रिसाए। प्राकृतिक वनमा जनै लगाइरहेका शिव रिसाए।
किन भन्दा हिन्दू र बौद्ध धर्मलाई इस भन्दै किराँतीहरू क्रिस्चियन भए। त्यही भएपछि प्राकृत वनमा जनै लगाइरहेका शिव रिसाए। प्राकृत धर्म कति हो? 0.35%। बौद्ध धर्म कति हो? 0.23%। बौद्ध धर्म। प्राकृत वनमा जनै लगाइरहेका शिव रिसाए। जनै एउटा जैन धर्म कति हो? 2398 जना। अब व्यक्ति पर्सेन्टेजमा जाँदा थोरै हुने भयो, 0.01 जाने भयो। त्यही भएर पर्सेन्टेजमा नभनियो, नम्बर भनियो। अब है, सीबाट सिख धर्म, बबाट बहाई धर्म। सीबाट सिख धर्म कति भन्दा 1496 जना सिख धर्म। र बहाई कति? 3वटा अड नम्बर, 5 3 7। 3वटा अड नम्बर रेगुलर क्रममा होइन, 5 3 7। सक्यो। यति 10वटा धर्मलाई विभिन्न तरिकाले सोध्न सक्छ। हजुरहरूले कतिले रिटर्न पेपरमा पनि लेख्नुपर्छ है, नेपालको धर्मको बारेमा चर्चा गर्नुहोस् भन्ने क्वेसन आयो भने यो जस्ताको त्यस्तै लेख्नुपर्छ। यति कुरा बुझ्नु पर्यो है। हिन्दू र बौद्ध धर्मलाई इस भन्दै किराँतीहरू क्रिस्चियन भए। प्रकृति वनमा रमाइरहेका शिव रिसाए। प्रकृति वनमा जनै लगाइरहेका शिव रिसाए। शिवलाई रिसाउन दिनु भएन हजुर, शिवलाई रिसाउन दिनु भएन। ल, यसको राइट आन्सर अप्सन चोइस डी। अब त मैले केही भन्नु परेन, अप्सन चोइस डी। ए सकिहाल्यो। यो कसको रहेछ? 2398 कसको रहेछ? 2398 कसको रहेछ? 2398। यहाँ लास्टमा कति छ? 8। 8औं ठुलो धर्म जैन धर्म। यति मात्रै सम्झिनुहुन्छ भने पनि 8लाई यसरी सम्झिनुहोस्। 8 भनेको जनै तपाईँले यसरी घुमाएर लाउनुहुन्छ, अथवा जनैलाई 8 बनाउन मिल्छ। जनैबाट जैन सम्झिनुहोस् है। यो 8औं ठुलो धर्म, लास्टमा 8 भएको 8औं ठुलो धर्म भयो है। यो 9 छ यहाँ, 1496 चाहिँ 9औं ठुलो धर्म हो। र 10औं ठुलो धर्म लास्टको दुईटा नम्बर जोड्दा कति आयो? 3 र 7 जोड्दा 10 आयो। एउटा मात्रै होइन, धेरैवटा टेक्निक लगाउनुहोस्। एक्जाममा यही क्वेसन आयो, तपाईँलाई थाहा छ। बहाई नेपालको लास्टको धर्म हो, किनभने बहाईमा बाई छ। कसैलाई बाई गरेपछि त लास्टमा पुग्ने भयो। बाई गरेपछि त भेटघाट, लास्ट भेटघाटलाई पछि बाई भन्छौँ हामी। बाई भनेपछि हामीले के गर्ने? बाई दुवै हातले 10 जोड्ने हुनु पर्यो। लास्टमा दुईटा जोड्दा 10 है। 5 7 र 3 ले 10। 10औं ठुलो धर्म बहाई। सक्यो। अब 2024 को ओस्कार अवार्ड कतिऔं ओस्कार अवार्ड हो? सन् 2024 को ओस्कार अवार्ड कतिऔं ओस्कार अवार्ड हो? हरेक तरिकाले हेर्नुहोस् है, क्वेसनलाई हरेक तरिकाले हेर्नुहोस्। सन् 2024 को ओस्कार अवार्ड कतिऔं ओस्कार अवार्ड हो? Come on, show your energy. Just type right answer as well. Do not type only the options. Right answer. 96 हो, 97 हो, 95 हो, कति हो? 100% भन्दै हुनुहुन्छ। सी 97 भन्दै हुनुहुन्छ। 97 सीमा त 96 छ। 96 हो, ओपन हाइमर हो। 94 ओपन हाइमर आयो, यहाँ ओपन हाइमर आइसकेको छ। 96 स्योर। 97 हो, 96 हो, 90 ओपन हाइमर। 97 94 96 96 97। अब है बिनु, वन्दना, कविता। 96 ओस्कार अवार्ड। 96 ओस्कार अवार्ड हो। यो ओस्कार प्राप्त मुभी ओपन हाइमर भन्ने हो, जुन एटोम बमको बारेमा बनाइएको थियो। एटोमिक बमको बारेमा, हिरोसिमा र नागासाकीमा खसाइएको बमको बारेमा ओपन हाइमर भन्ने मुभीले जितेको थियो। ओपन हाइमर भन्ने मुभीले जितेको थियो। र 96 ओस्कार अवार्डमा नेपालबाट गएको मुभीको नाम हल्कारा हो। नेपालबाट गएको हल्कारा हो। हल्कारा। नेपालबाट पहिलो पटक ओस्कारमा गएको मुभी क्याराभान हो। क्याराभान हो। यो फ्रान्सको एरिक भ्यालीले निर्देशन गरेका थिए। फ्रान्सको एरिक भ्याली। क्याराभान भनेको यात्रीहरूको समूह, यात्रीहरूको लावा लस्कर लाइन लागेर डोल्पाको जीवनको बारेमा लाइन लागेर मान्छेहरू गएका, डोल्पाको जीवनको बारेमा भनिएको थियो। त्यहाँ लाइन लागेर गएका थिए। क्याराभान एरिक भ्यालीको क्याराभान भनेको यात्रीहरूको समूह हो। यो फ्रान्सका निर्देशक थिए। फ्रान्सका। नेपालबाट थिन्ले भन्ने व्यक्तिले चाहिँ के गरेका थिए भन्दाखेरि लिड रोलमा
एक्ट गरेका थिए। क्याराभान भनेको यात्रीहरूको समूह हो। यो अस्कार नोमिनेसनमा गएको नेपालको पहिलो चलचित्र हो भने ओपनहाइमर जुन अवार्ड पायो 96 अस्कार अवार्ड पायो, त्यो फिल्म चाहिँ 96 अस्कार अवार्ड पाउँदा नेपालबाट हल्का नोमिनेसनमा गएको थियो है। ओपनहाइमरको अभिनेताले के पाए भन्दाखेरि यसमा अभिनेताले बेस्ट उत्कृष्ट अभिनेताको पाए। त्यो पछि फेरि चर्चा गरौँला। अर्को हेर्नुहोस्, सन् 2024 को नोबेल साहित्य पुरस्कार कसलाई प्रदान गरियो? 2024 को नोबेल साहित्य पुरस्कार कसलाई प्रदान गरियो? ए फिक्स्ड हो, हाङकाङ हो। हाङकाङ ए फिक्स्ड, हाङकाङ ए। यसमा चाहिँ सबैको युनिफर्मिटी आयो है। सीमा पनि जानुभयो, ग्यारी रुपन ए। हाङकाङ कोरिया ए कोरिया। हाङकाङ साउथ कोरिया ए बी ए बी ए 18th ए सी 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 ए सी ए सी सी ए सी ए सी ए सी सी ए सी ए सी। ल भयो, धेरै धेरै भयो। यसको राइट आन्सर हो 24 को हाङकाङ हो। 24 को हाङकाङ हो। तपाईहरुलाई एक्जाममा अलिकति आइडिया केमा लाइन्छ भन्दा हजुरहरुलाई यो 23 को पनि राखिन्छ यसरी कहिलेकाहीँ झुक्क्याउनलाई है। र अस्ति अलि अगाडिको एक्जाममा 2023 चल्दै गर्दा 22 को सोध्यो, एक्जाममा 22 को सोध्यो। र मैले हजुरलाई रिक्वेस्ट के गर्छु भने एकपटक हजुरले 24 को मजाले हेर्नुहोस् र एकपटक 23 को पनि हेर्दिनुस् प्लिज। र मैले लोकसेवा स्मार्ट स्टडी भन्ने युट्युब च्यानलमा 23 को र 22 को सबै कन्टेन्ट राखेको छ, लोकसेवा स्मार्ट स्टडी। अब लास्ट आवरमा तपाईहरुले एकपटक यसलाई मजाले हेर्दिनुस्। यहाँ लोकसेवासँग केन्द्रित धेरै भन्दा धेरै कन्टेन्टहरु छ, लोकसेवा स्मार्ट स्टडी। यहाँनिर हेर्नुभयो भने यसलाई टेक्निक सहित भनेको छ मैले, कसरी सम्झिने भनेर एकपटकमै सम्झिने टेक्निक छ। एकपटक हेर्दिनुस् है, लोकसेवा स्मार्ट स्टडीमा गएर हेर्दिनुस्। कति साथीले हेर्नु पनि भएको छ, कति साथीले मिलाइसक्नु भएको छ। त्यसकारणले हजुरले एकपटक मैले यहाँ गएर हेर्नुस् भनेर रिक्वेस्ट गरे लोकसेवा स्मार्ट स्टडीमा है। लोकसेवा स्मार्ट स्टडीमा 24 को नोबेल साहित्य पुरस्कार हाङकाङ, यसको टेक्निक सहित मैले सिकाएको छ। मैले यहाँ धेरै चर्चा गरिन, मैले यहाँ हजुरहरुलाई चर्चा गर्नुपर्ने दुईटा इम्पोर्टेन्ट कुरा म भन्छु। जोन फसे चाहिँ साहित्यमै 2023 मा, साहित्यमा 2023 मा नर्वेका व्यक्ति हुन्, नर्वेका व्यक्ति। यिनले चाहिँ अभिनव साहित्य भन्छ, अभिनव साहित्य लेखे बापत प्राप्त गरे। त्यस्तै गरी यो ग्यारी रुपकन भन्ने बित्तिकै यो ग्यारी रुपकन र भिक्टर एब्रस यो नाम केसँग सम्बन्धित छ कमेन्ट गर्नुस् त। नोबेल पुरस्कार 2024 मै हो। ग्यारी रुपकन र भिक्टर एब्रस, यो भन्दा तपाईलाई के याद आउँछ? फिजिक्स होइन। पवित्रा मिलाउनु भएको छ, कमला मिलाउनु भयो, प्रवीण मिलाउनु भयो, भेरी गुड। प्रवीणले मिलाउनु भएको छ, भेरी गुड प्रवीण। केमिस्ट्री होइन पदमजी, कमल डाक्टर, ठीक छ, भेरी गुड। मैले टेक्निक के भनेको थिएँ? कसैले टेक्निक हेर्नु भएको छ भने टेक्निक भन्नुस् त। मैले टेक्निक भनेको थिएँ एउटा एकदम सजिलो टेक्निक, एकदमै सजिलो टेक्निक याद गर्ने, टक्क मिलाउने। तपाईहरु एकदमै लकी हुनुभयो भने सूचक र नोबेल पुरस्कारबाट एउटा क्वेशन पर्दिन्छ कहिलेकाहीँ, ड्याङ्ग सकिहाल्यो है। मैले के भनेको थिएँ भन्दा हेर्नुस् है, तपाईलाई यसको म फेरि यहाँ टेक्निक सिकाउँछु। थोरै चुच्च यतिको मात्रै भनिहाल्छु म है। यहाँनिर हामीले के गर्यौं भन्दा भिक्टर डक्टर हामीले मेथड युज गर्ने भनेको एउटा राइमिङ मेथड नै हो। अप्सन देख्ने चाहिँ सम्झिहाल्छौँ है। भिक्टर डक्टर यति ज्ञानी छन् कि, अथवा डक्टर भिक्टर भने पनि भयो है। डक्टर भिक्टर राइम भयो नि त, सेम राइम भयो। डक्टर भने चिकित्सा शास्त्र आइहाल्छ हामीलाई। डक्टर भिक्टर यति ज्ञानी छन् कि रुममा गइकन सर्भिस दिन्छन्।
रुममा गइकन सर्भिस दिन्छन् भनेपछि भिक्टर डक्टर यति ज्ञानी छन् कि कसैले फोन गर्यो भने ग्यारीबाट ज्ञानीलाई ग्यारी सम्झिने, रूपकनबाट रुममा गइकन सर्भिस दिन्छन्, रुममा गइकन है। होम डेलिभरी त अलिक फरक मिनिङ लाग्ला, घरमा गइकन सर्भिस दिन्छन् यसरी सम्झिने। ह्यान्ड काइन्ड पनि म भनिहाल्छु, कोही मान्छेले एकदमै राम्रो साहित्य लेख्यो, मैले साहित्य लेखेँ यार पढ्दैौ न प्लिज भनेर भन्यो, मसँग पढ्ने फुर्सद छैन त जा भनेर गाली गर्यो, त्यस पछाडि आफै लिएर आयो मैले लेखेको साहित्य म पढ्दैछु त सुन भन्दा सुन्न पनि खोज्दैन, त्यस पछाडि कान फुट्ने गरी हानेको, कानको जाली फुट्ने गरी हान्यो। केले भन्दा कोर्राबाट कोरिया सम्झिने, कान किन हान्यो भन्दा साहित्य पढ्न त नपढ्ने, सुनाउँदा पनि नसुन्ने भनेर कानको जाली फुट्ने गरी हान्यो है। दक्षिण कोरिया द कोर्राले हान्यो भने सम्झिने। र डक्टर भनेको चिकित्सा शास्त्रमा कतिजनाले पाए, 2 जनाले पाए। भिक्टर डक्टर यति ज्ञानी छन् कि रुममा गइकन सर्भिस दिन्छन्। अर्थशास्त्रको नोबेल पुरस्कार वितरण गर्न कहिले थालिएको हो? एकदमै फास्ट कमेन्ट गर्नुहोस्। अर्थशास्त्रको नोबेल पुरस्कार वितरण गर्न कहिले थालिएको? मिति पनि टाइप गर्नुहोस् है, सबकन्सियसली तपाईँको दिमागमा मिति टाइप गर्दाखेरि एकदमै मजाले त्यो सेभ भएर बस्छ। एबिसिडी त कहाँ के गर्यो भने जस्तो हुन्छ होइन, अलिअलि कन्फ्युज हुन आँटेको छ, अथवा हजुरले मिति टाइप गर्नुभयो 1965 भरे होइन रहेछ भन्ने भयो भने थाहा हुन्छ, 65 होइन रहेछ भन्ने थाहा हुन्छ। एबिसिडीले दिमागमा त्यति स्टोरेज गर्दैन डेटालाई, डेटा स्टोरेज पनि गर्नु पर्यो नि त, डेटा चाहियो नि त है। ठिक छ, 1971 भन्दै हुनुहुन्छ, अस्मिता यादवले सी भन्दै हुनुहुन्छ, दिपेश प्रसाद कुशवाहा, दिपेन्द्र ज्ञान बहादुर, अनिता मरासेनी, मदन, सूरज लामा, अस्मिता, तस्बिर, अक्षय, रूपा, बिनु, सरिता, चेतन, रूपेश, अभिनेश, प्रनिश, ओके, मधु, अस्मिता, भेरी गुड। ल 1968 मा घोषणा गरी 1969 बाट पहिलो पटक दियो। यो सँगसँगै नोबेल पुरस्कार दिइने विधा, यो सँगसँगै नोबेल पुरस्कार दिइने विधाहरू, यो सँगसँगै नोबेल पुरस्कार दिइने फिल्डहरू 6 वटा बन्यो है। यो सँगसँगै नोबेल पुरस्कार दिइने फिल्डहरू, विधाहरू 6 वटा बने 1969 मा। र कोही साथीहरूले पढ्नु भएको छ, हेर्नु भएको छ भने मलाई भनिदिनुहोस्, 2024 को नोबेल पुरस्कार अर्थशास्त्रमा कसलाई दियो? मैले टेक्निक सिकाएको थिएँ, सूत्र सिकाएको थिएँ, फिजिकल क्लासमा पनि भिडियोमा पनि। कसैसँग आइडिया छ भने त्यसको ठ्याक्कै टाइप गरिदिनुहोस्। 3 जना, भेरी गुड। 3 जना को हो टक्क यसको की टाइप गरिदिनुहोस्। एक्जाममा मिलाउने गरी की फ्याक्टर के थियो? की हामीले के भनेको थियौँ? डारन सिम्पसन जेम्स, जेसी डारन जेम्स। ओके, ल यसको पनि म तुरुन्त भनिदिइहाल्छु तपाईँहरूलाई। पछि एक्जाममा ट्याक्कै यही पर्यो भने त सरले त्यो दिन अलिकति टाइम लाएर भन्नुभएको थियो, आहा कस्तो रमाइलो भयो यार, ट्याक्कै एक्जाममा आयो भन्ने हुन्छ नि है। ल अर्थ भनेको पैसा हो है। अर्थशास्त्रमा 2024 मा कसले पायो भन्दा 2टा सनले पाए, 2टा छोराले पाए, 2टा सनले। अर्थ भनेको पैसा हो, पैसा भनेको जहिले पनि सनलाई अर्थात् छोरालाई अंशबन्डा गरेर दिने नै हो, छोरालाई अंशमा नै दिने हो, अंशमा दिने हो। 2टा सन रहेछन्, के भन्दा रबिन्सन है, रोबिन्सन र जोन्सन। 2टा सन, रबिन्सन र जोन्सन है, रबिन्सन र जोन्सन 2टा सन रहेछन्, 2टा सन 1 र सन 2। यो सन 1 र सन 2 ले जहिले पनि बाउसँग अर्थशास्त्र खोज्ने, पैसा खोज्ने, द्रव्य सोध्ने, पैसा देऊ भनेर भन्ने। कसले? रबिन्सन र जोन्सनले। सनले बाउसँग पैसा माग्न नपाउने, यो त विश्वकै नियम हो नि, पाउँछ नि, बाउले नै त हो नि सनलाई चाहिँ काम गरिदिने। अनि जोन्सन र रबिन्सनले, तर बाउसँग खुब डराउँदा रहेछ, फेरि बाउ पनि सम्पत्ति नदिन खोज्दा रहेछन्। अनि उनीहरूले के भने भन्दा
डारोन डारोन एसिमोग्लू डारोन एसिमोग्लू। लु अब डराएर हुँदैन, डारोन डर नो, यसैसँग माग्नुपर्छ। लु एसिमोग्लू यसैसँग माग्नुपर्छ हामीले सम्पत्ति। लु बाउले नदिएपछि बाउसँगै लिखोज्न बाउलाई नै त भन्न थाले। कसले? रबिन्सन र जोन्सनले। 2024 को अर्थशास्त्रमा 2024 को अर्थशास्त्रमा नोबेल पुरस्कार कसलाई दियो? साइमन रबिन्सन, जेम्स जोन्सन र डारोन एसिमोग्लूलाई। यो सारा चिज याद गर्नु आवश्यक छैन, तीनटा की फ्याक्टर याद गर्ने एक्जाममा टक्क चिन्ह लाउने सक्यो। कस्तो क्वेसन आउँछ? देहायमध्ये कुन व्यक्तिले अर्थशास्त्रमा नोबेल पुरस्कार पाएनन् अथवा कसले पाएका थिए? यस्तो आउन सक्छ। अर्थशास्त्रमा 2024 मा 3 जनाले पाए। अर्थ भनेको पैसा हो, पैसा कसलाई दिने? छोराछोरीलाई दिने हो, छोराछोरीलाई दिनका लागि कमाउने हो। दुईटा सन, जोन्सन र रबिन्सन, रबिन्सन र जोन्सन, दुईटा सन जोन्सन र रबिन्सन, दुईटा सनलाई कसले दिए? बाउले दिन खोजेन, त्यही भएर बाउलाई यिनीहरूले भने डराएर हुन्न डारोन, डराएर हुन्न, डरलाई नो भनौ, यसैसँग मागौँ न लु एसिमोग्लू, यसैसँग मागौँ न लु एसिमोग्लू। है यति याद गरिदिनुहोस्, सकिहाल्यो। नेक्स्ट ल, सन् 2024 को मिस वर्ल्ड कहाँ आयोजना भएको थियो? भारतमा। ए भन्दै हुनुहुन्छ अमेरिका, भारत भन्दै हुनुहुन्छ, फ्रान्स भन्दै हुनुहुन्छ, जापान भन्दै हुनुहुन्छ। ल जसले जसले मिलाइरहनु भएको छ, जसलाई 100% मिलाए जस्तो लागेको छ, त्यो साथीले एकपल्ट कमेन्ट गरिदिनुहोस्। 2024 को मिस वर्ल्ड 2024 को मिस वर्ल्ड कतिऔं थियो र को हो? कतिऔं थियो र को हो? त्यो समेत टाइप गरिदिनुहोस् त, कतिऔं थियो र को हो? अब 1-2 महिनासम्म तपाईहरुलाई यही क्वेसन आउँछ, किनभने वैशाख महिनामा चेन्ज हुन्छ है, वैशाख महिनामा चेन्ज हुँदैछ, वैशाख महिनामा पनि त्यही देशमा रिपिट हुँदैछ। 2024 को मिस वर्ल्ड 2024, मिस वर्ल्ड 2024, मिस वर्ल्ड 2024, मिस वर्ल्ड 2024 क्रिस्टिना पेजकोवा, क्रिस्टिना पेजकोवा, चेक रिपब्लिक भन्ने देशको, चेक रिपब्लिक भन्ने देशको क्रिस्टिना पेजकोवा र उहाँ 71औं मिस वर्ल्ड हो, 71औं मिस वर्ल्ड हो। 70औं मिस वर्ल्ड कारोलिना बेलावास्का, पोल्यान्डको। 70औं मिस वर्ल्ड कारोलिना बेलावास्का पोल्यान्डको। 71औं मिस वर्ल्ड क्रिस्टिना पेजकोवा, क्रिस्टिना रिसाएकी थिइन्, यिनलाई पेज परेको थियो, पेजकोवा पेज परेको थियो। के भयो? तपाईलाई पेज पर्यो, के भयो भनेर सोधेको। मलाई टिनको ताज पहिराउने, टिनको क्रिस्टिना टिनको ताज पहिराउने, टिन लाउने मान्छे म हुँ भनेर यी रिसाइन्। टिन यति सम्झे पुग्छ, अरु केही सम्झिनु पर्दैन, धेरै अगाडिको सोध्दैन। टिनको ताज लगाउने देखिस् मलाई भनेर यिनलाई पेज पर्यो। त्यत्रो अवार्ड पाउँदा पनि यिनलाई पेज पर्यो। क्रिस्टिना पेजकोवा चेक रिपब्लिक भन्ने देशको। यो भारतमा भएको थियो र अब 72औं पनि भारतमै हुँदैछ। यो भारतमा भएको थियो, एउटा जज करण जोहर थिए है, भारतमा भएको थियो र 72औं पनि भारतमा हुँदैछ। 70औं चाहिँ अलि बढी चर्चित थिइन् है, पोल्यान्डको 70औं कारोलिना बेलावस्का है, कारोलिना बेलावस्का 70औं मिस वर्ल्ड थिइन् है। ओके, भारतमा भएको थियो 71औं। अब आइसकिहाल्यो, अब त मिलाइहाल्नुहुन्छ तपाईहरुले। अब यो नाम एकपल्ट टाइप गर्नुस् त, नाम टाइप गरेपछि तपाईहरुको एकदमै राम्रो हुन्छ, लर्निङ झन् स्ट्रङ हुन्छ। 71औं मिस वर्ल्ड क्रिस्टिना पेजकोवा टाइप गर्नुस् त सबैले, 71औं अनि ड्यास लेखेर क्रिस्टिना पेजकोवा। नामलाई पनि सजिलो बनाइदिऊ, राम साम न्याम राम जस्तै होस् है। टिन सम्झे पनि भयो, टिन है, टिन हो। भेरी गुड। यो लर्निङ मेथड, यो स्ट्राटेजी पनि युज गर्नु पर्यो है। क्रिस्टिना पेजकोवा, क्रिस्टिना कहिलेकाहीँ देशको नाम पनि सोधिदिन्छ है, टिनको हो कि होइन भनेर चेक गर्न लगाइयो। यिनले टिनको हो भनेर यिनलाई खुब दुःख लाग्यो, त्यसैले टिनको हो कि होइन भनेर चेक गर्न लगाइयो। चेक कुन देशको अरे, चेक गर्न लगाइयो।
क्रिस्टिना पेस्कोभा कुन देशको? चेक चेक गर्न लगाइयो, तिनको हो कि होइन भनेर चेक गर्न लगाइयो। चेक 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 रिपब्लिक, चेक रिपब्लिक चेक गर्न लगाइयो। चेक रिपब्लिक तिनको हो कि होइन भनेर चेक गर्न लगाइयो। चेक रिपब्लिक। विश्वको पहिलो समलिङ्गी प्रधानमन्त्री को हुन्? विश्वको पहिलो समलिङ्गी प्रधानमन्त्री को हुन्? विश्वको पहिलो ओपनली गे प्राइम मिनिस्टर, विश्वको पहिलो समलिङ्गी प्रधान। कहाँ केपी ओली लेखेको यार, मार्छन् नि फेरि। हट। शान्ति पावे भन्दै हुनुहुन्छ। हट। यस्तो भन्यो भने त फेरि म त ढले 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 हुने भयो नि त। मोहम्मद मैजु होइन, एरिका पनि होइन, अब त थाहा भइहाल्यो। ल, यस्तो अटल हुने, यति अटल भनेको नचल्ने नहलिने है, अटल यति धेरै अटल हुन् कि होइन? होइन, म गे प्रधानमन्त्री नै हो, म गे नै हो भनेर अटल बसे। अटल होइन, तिमी मेल हो कि फिमेल हो, के हो भन न भनेको होइन। म अटल छु, म अटल अटल, म चेन्ज हुँदिनँ, म अटल हुँ। कुन देशको? फ्रान्सको, फ्रान्सको है, फ्रान्सको, फ्रान्स है, फ्रान्सको। इनको इनको ग्राभियल अटल है, ग्राभियल अटल, ग्राभियल 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 अटल, अटल है, अटल ग्राभियल अटल। 2024 जनवरी 2024 जनवरी 9 जनवरी 9मा है 34 वर्षीय ग्राभियल अटल, फ्रान्सको यंगेस्ट प्राइम मिनिस्टर एभर, फ्रान्सको यंगेस्ट प्राइम मिनिस्टर एभर। 2024 जनवरी 9मा 34 वर्षीय ग्राभियल अटल प्रधानमन्त्री भए है। प्रधानमन्त्री ग्राभियल अटल, अटल तरिकाले बसे, मेल पनि होइन फिमेल पनि होइन, म अटल छु भने, म अटल मात्रै होइन प्रधानमन्त्री पनि बन्छु भनेर प्रधानमन्त्री। थ्याङ्क यू भेरी मच साथीहरू। यो सँगसँगै लास्ट क्वेसन तपाईहरुलाई, नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता कहिले भएको थियो? नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता कहिले भएको थियो? लास्ट क्वेसन। नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता कहिले भएको थियो? भेरी गुड सोनी।